नमस्कार पहाड तराई डुवर्स भारतभरि रहेका विश्वभरि छरेका सम्पूर्ण मेरो परिवारलाई माघे संक्रान्तिको अवसरमा सबैलाई हार्दिक मङ्गलमा शुभकामना टक्राउन चाहन्छु, शुभेच्छा टक्राउन चाहन्छु। र आज दुःखको कुरा जुन प्रकारले आज मेरा भाइहरू, हाम्रा ड्राइभर भाइहरू, चालक महासङ्घका दाजुभाइहरू आफ्नो परिश्रमले मेहनतले आफ्नो खाइ नखाइ एउटा गाडी किनेर केही हुन्छ भन्ने एउटा उद्देश्यलाई एउटा कमाएर खानुको लागि उहाँहरूले एउटा ऋण पान गरेर एउटा इन्स्टलमेन्टमा गाडीहरू किनेर आफ्नो जीविका चलाउने एउटा बाटो रोजेका ती व्यक्तिहरू आज ती गाडी हिँड्ने बाटोको निम्ति सरकारलाई रेभिन्यू ट्याक्स तिरेर पनि आज अनसनमा बस्नुपर्ने एउटा अवस्था आज देख्दाखेरि अति दुःख लागेका छन्। अनि ती भाइहरू जसले आज सम्पूर्ण बिजनबारी क्षेत्र, रिम्बिक लोधोमा, रेलिङ कैँजले अनि चुङथुङ मारेबुङ एरियाका अनि त्यो क्षेत्रमा रहेका सम्पूर्ण 30-40 हजार मान्छेहरूको जुन एउटा त्यो एउटा मेन एउटा मेरुदण्ड भनौँ पुल बिजनबारीको रोड, जुन रोडको अवस्था यति जीर्णभन्दा जीर्ण अवस्थामा छन्, त्यहाँ बाइक पनि हिँड्न नसक्ने अवस्था आज देख्न परिरहेका छन्। अनि यो रोज नै त्यहाँका आमा बाबाहरूले, भाइ बहिनीले, छोराछोरीले, दुख बिमारी हुने व्यक्तिहरूले, चालक महासङ्घले त हर पल हर कदम त्यहाँनिर झेलिरहेका छन्। तर त्यहाँनिर आज त्यो चिजहरूलाई डिपार्टमेन्टले निगरानी नराखेकोले गर्दाखेरि, डिपार्टमेन्टले सही प्रकारले त्यो जग्गाको, त्यो क्षेत्रको बाटोको आज मर्मती नगरेकोले गर्दाखेरि आफूहरूको लाइफलाई आज दाउमा हालेर आज उहाँहरू अनसन बस्न परिरहेका छन्। र यस्तो दुर्दशा आइसक्यो कि आफ्नो बाटोको निम्ति, सम्पूर्ण हाम्रो समाजको निम्ति, त्यो क्षेत्रको गाउँघरको एउटा समाधानको निम्ति बन्नेको बाटो आज अवस्था जीर्ण भन्दा जीर्ण भएका छन्। त्यसको लागि आज केही बनाइदिनुहोस् भन्नुको निम्ति पनि अनसन बस्नुपर्ने अवस्था देख्दाखेरि यो जग्गाको, यो क्षेत्रको सरकार चलाउने व्यक्तिहरूले आज कुन आँखाले हेरिरहेका छन्, कुन विचारले आज नयाँ सोच, नयाँ विचार भन्ने कुरा गर्छन्। तर आज ती व्यक्तिहरूको एउटा जुन एउटा अनसन बसेर आफ्नो लाइफलाई पनि आज सेक्रिफाइस गरेर आज त्यो बाटोको निम्ति आज समर्पित गरिरहेका छन् भन्ने म सबै जति पनि आज चालक महासङ्घका सम्पूर्ण परिवारलाई तपाईँको साथमा हामी रहेका हुन्छौँ, मेरो पार्टी रहेका हुन्छन्। आज यो चिजले गर्दाखेरि आज सम्पूर्ण ड्राइभर दाजुभाइको एउटा मनमा लागेका छन् र सबैलाई एकदमै मेरो सहानुभूति छ तपाईँहरूको निम्ति। तपाईँहरूले जुन प्रकारको एउटा सम्पूर्ण तपाईँहरूको निम्ति मात्र होइन, सम्पूर्ण त्यो क्षेत्रको निम्ति तपाईँले गर्नुभएकोमा म तपाईँको साथमा रहेको हुन्छु। अनि यो विषयमा 1-2 दिनभित्रमा म तपाईँहरूको त्यो क्षेत्रमा आएर एउटा निरीक्षण पनि गरेका हुन्छु, केही रेखदेख पनि गरेका हुन्छु। अनि कुन जग्गामा भन्नुपर्ने र कुन जग्गामा बताउनु पर्ने कुराहरू यो कुराहरू राखेर यसको समाधानको बाटो पनि निकालेका हुन्छौँ भन्ने हजुरलाई एउटा एस्योरेन्स दिँदै सबैलाई एकदमै शान्तिमय राख्ने, एकदमै तपाईँहरू जुन प्रकारले अनसन बस्नु भएको छ त्यसको लागि तपाईँहरूलाई एकदमै तपाईँहरूले एउटा गर्नुभएको यसमा हामी साथमा छौँ। सबैलाई धेरै शुभकामना छ र छिटो तपाईँहरूसँग आएर भेट्नेछु। हजुरलाई सबैलाई गोर्खे अभिनन्दन टक्राउँछु। धन्यवाद। जय गोर्खा, जय गोर्खाल्यान्ड।